हाउभाउ हेरेर मान्छेलाई जज गर्न छोडिदियो हो नेपाली हो त्यो सफा लुगा लाउने मान्छे सबैजना धनी हुने सबै फोरी लाउने गरिब हुने अनि त्यसपछि हुँदैन त्यस्तो लाइक उल्टो छ यो संसार कोही मान्छे एकदमै इन्फ्लुएन्स गरेर एकदम काउन्सिलर जे पाइदियो भनेर मान्नु पर्दैन आफूले पनि त्यसलाई क्वेसन गर्ने आफ्नो मनमा ठिक लाग्छ लाग्दैन त्यो चाहिँ तिमीले सक्छौ सक्दैनौ किन त्यो उसले लाइक अननेसेसरी त्यो अनि इङ्ग्लिस बोल्ने मान्छे सबै एकदम जानकार हुन्छ भन्ने गर्नु पर्दैन त्यो ल्याङ्ग्वेज मात्रै तो because फुल माने फ्ल्याट अलिकति आफू अब अलिकति बानी चाहिँ आफूभन्दा ठुलोले भन्ने बित्तिकै हस् भनेर मान्ने होइन आफू रिसर्च गर्नु पर्यो त्यो कुरा चाहिँ कतैबाट अलिकति पोजिसनमा भएको मान्छे अलिकति सुकिला लुगा लगाएको मान्छे अलिकति गाडीको ढोका ढ्याक्क गरेर टक 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 जुत्ता लाएर आएर जे भने नि मान्नुपर्छ भन्ने छैन त्यो त बास्न मात्र आएको हो नि पर्फ्युमको उसले त्यो गिदीभित्र त ज्ञान छ छैन त्यो त डिल गरेपछि थाहा हुन्छ नि बात त सही है